Hello and namaste everyone. I hope हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै हुँ। स्वागत छ तपाईलाई सन्जु तामाङको भ्लगमा। अनि आज हामी जाँदै छौं घुम्न सारङकोट अनि मेथलाङ अनि त्यसपछि चमेरा गुफा, त्यसपछि महेन्द्र गुफा जाबी सोच छ हाम्रो। लेट्स गो साथीहरु, हेर्दै गर्नु होला। हामी चाहिँ अब उकालो चढ्दैछौँ। चुनीमा हेर। हेलो गा साथीहरु गाह्रो परो। लास्टमा आमा हिँडिरहनु भयो, उलाई चाहिँ गाह्रो भयो रे। अनि म त आमा भन्दा म बुढी हो अझ बिचरा। तर यो सब मन्दिरको क्रेज मात्रै हो कि अहिले, हैन? मन्दिरको लागि मात्रै हो कि अहिले। म त फर्स्ट टाइम आएको हो। पहिला त्यत्रो बसेर पनि एकचोटि आइन। अहिले चाहिँ नयाँ नयाँ कुराहरू बनेको छ अरे र हेर्न आएकै गाइजहरू म चाहिँ। झमझम आफूलाई चाहिँ देखाउनु न। हामी चाहिँ अब आइपुग्यौँ सारङकोटको भाइरल ठाउँ अहिलेको। मलाई त यहाँहरू समात्न आउँदैन कि। गाइस हामी आइपुग्यौँ यहाँ। म्यामसँग हुनुहुन्छ हाम्रो मन्जु दिदी। तर मलाई चाहिँ भिडियो त गर्न आउँदैन कि। कसरी भयो यस्तो राम्रो भयो। म त सन्जुतिर नचिनेको कुन चाहिँ केटी रहेछ भने राखेको थिएँ। मास्क लाउनु हुँदैन, त्यही भएर त्यस्तो खालको देखेँ कि मैले। मलाई चिनिन रे मेरो बहिनी चाहिँ। हो कि म त कस्तो मास्क लगाएको अर्को केटी कुन चाहिँ केटी छ भिडियो बनाएर त्यहाँ चाहिँ काम हुँदो रहेछ। यहाँ चाहिँ बनाउने क्रम जारी। ड्राइभिङ सिक्न हुँदैन, यस्तो दुःख पाइन्छ यहाँ। ओ माय गॉड, पछाडि बस्नुको मजै बेग्लै हो, हैन? आरामले बस्न पाहा हैन। सरररररररर हिँड्ने हो। अहिले चाहिँ हामी सारङकोट बजार झरेर मेथलाङ आइपुग्यौँ। अनि हामी चाहिँ थकेर यहाँ बसिरहेछौँ। आमाहरू चाहिँ सबैजना माथि फोटो खिच्न जानुभयो। हामीले तिरेको 100 रुपियाँबाट यति धेरै चिसो लिएर राखेछौँ। अहिले खाने हो। यो चाहिँ मिरिन्डा, यो पेप्सी, अनि एउटा छ सुपर डुपर रिफ्रेसर 7 अप। कोहीकोमा टिकटक चलिरहेछ। म त धेरै कुरा त भन्न सक्दिनँ, सो थोरै थोरै भन्दै राख्दै गरिरहेछु। अब हामी यहाँबाट चाहिँ गुफातिर जान्छौँ होला। महेन्द्र गुफा, चमेरो गुफा। म चाहिँ मिरिन्डा खान्छु। सुन है। मिठो। अब म चाहिँ यहीँ बसिरहेको छु। घुमिरहेको ठाउँ कति आउने होइन, ए कति घुम्ने भ्यू हेर्नुहोस्। अब टापु रेस्टुरेन्ट हो यहाँ चाहिँ यस्तो छ। यहाँ पिङ छ, यता फुटेसी नाउ पनि रहेछ। यहाँ रेस्टुरेन्ट छ। अनि यहाँ खुरी थाम्दै लडेन यार। यहाँ हात छ, हातमा मान्छे बसिरहेछ। यो चाहिँ चल्नेवाला घुम्नेवाला हो, यो चाहिँ नचल्नेवाला। आइपुगेँ मैले चमेरो गुफा। चमेरो गुफा हेर्न आएको बहिनी। आज फाइनली अब चमेरो गुफा आयौँ। अब हामी यहाँ घुम्छौँ। टिकट काट्न जान्छौँ साउनीहरू। साइमन कहाँ गयो? साइमन
कहाँको लाइट बोकेर अब बिजुली हामीले बनाएको अहिले बनाउनु पर्छ त्यसमै गुड 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 यो चाहिँ यहाँबाट निस्किने होला पसिन्छ कहाँबाट रेनबो यो चाहिँ निस्किने ठाउँ हो यहाँबाट चाहिँ साथीहरू मान्छे निस्किनु लागिरहेको छ त्यहाँ यहाँबाट चाहिँ निस्किने अब चाहिँ हामी चमेरको भित्र छिर्न जान्छौँ गाइस बत्ती बालेर बिजुली बालेर कता बिजुली बालेर बिजुली बालेर हामी अब चमेर हेर्न जान्छौँ गाइस फुटाइदिउँला र पैसा तिम्रो आई थिङ्क यहाँ बत्ती बाल्न पर्छ त लेट्स गो गाइज चाहिँ बाटो अब हामी चमेर गुफा घुमेर महेन्द्र गुफा जानु लागेको हामी चाहिँ हिँड्दै जानु लाग्यौँ आमा र हाम्रो बहिनी गइसकि स्कुटरमा मेरो नयाँ लुक्स राम्रो देखेछ फेरि गुफा जानुपर्छ है महेन्द्र गुफा किन सिधै हिँड्ने है हामी चाहिँ अब हाम्रो आमा हिँड्न पनि जानेन टन्न चमेर हेरेर अब महेन्द्र गुफा जान्छौँ एकछिन डुल्छौँ अनि पुग्यो कत्रो है कत्रो ठुल्ठुलो बाँस रहेछ बाँस पनि यसरी फुल्दो रहेछ है खाइछ ओके नकाटेर होला नि त्यो काटेर बुस गरेपछि फेरि सबै लोप भइजान्छ भोक लाग्यो यार चिनमा कि स्कुटर अघि साइमनले दिदीहरू आउनुहुँदैछ अगाडि बाटो त जति राम्रो बनाइ भएको है हरियाली हो यहाँ तर घरहरू छैन हामी चाहिँ मैले गुफा छिरेर अब हामी केबाट निस्किन लागेको अरे पुवालबाट हामी चाहिँ अब पुवालबाट निस्किने भनेर जान लागेको तर सकिन्छ कि सकिन्न थाहा छैन छिराउ सक्छौँ चुङ्गीमा सक्दिनँ यार पहिला त म त्यसै फर्केको यो त त्यस्तो छैन होला बे कन्फ्युज बनायो बाटो फेरि आयो त्यो भूतहरू यसै हाम्रो निस्केको यस्तो भिडियो गरेर भनेको मान्छेहरू भिडियो गरिदिन्छु मेरो भिडियो बनाइस् भने चुनीमा गाइज म धर्म कर्म गर्ने रहेछु म स्वर्ग तर्नी भयो भने म स्वर्ग तर्ने भएँ है साथीहरू गाइज म धर्म गर्ने रहेछु फेरि once more
घर जान लागेको आमाहरू गाडीमा जान